म्याडम हजुर के गर्दैछु अब खाना खाने बेला भयो अनि अचार नगएसन हजुरलाई गाह्रो हुन्छ खुवाउन है अचार पनि कति के को गर्नु हो म त ल त्यही भएर आज त मात्रै अचार पनि आलु प्याज धनिया ए आलु र प्याज धनियाको मात्रै अचार हो बनाइदिन्छु आज ल आलु मिच्ने है उसिनेर राखेको थिएँ आलु आलु मिच्ने सेर मचमच्ने आलु प्याज धनिया नुन खुर्सानी खुर्सानी ल यति गरेर अनि यसमा के राख्नु भन्नु न के राख्नु ल भन्नु कता यो काँचो तेल काँचो तेल मात्र तोरीको काँचो तेल राख्ने त्यसपछि अब यहाँ नुन राख्ने ल नुन सिद्धेछ हाम्रो नुन राख्ने है नुन राखेर के गर्ने ल भन्नु राखेर यसरी यसलाई मस्ती हातले तसँग यसरी है बच्चा कुचुक रिस उठ्या बेला हाने के रिस उठ्या बेला हाने मोल्ने उठेर मान्छेले आँखा देख्दैन नि त्यस्तै झ्याङ गरेर यसलाई खुब रिस उठेर यसलाई मोल्ने मोलेपछि अचार भयो मलाई यस्तो रिस उठेको त होइन मलाई हजुरसित रिस उठेको किन भएको अचार पनि नखाने अरे अनि खालि अचार दिनदिनै फरक कसरी अचार गरौँ हो अचार त चाहियो तर फरक भएको अचार खानुपर्छ नि त बनाउनु भनेछ ल आज यस्तो अचार खाने है कस्तो हुने रहेछ ल बाई बाई भन त ल बाई बाई ल हामीले आज यस्तो अचार खुवाउन थालेको छु है मैले म त मिठो भए खान्छु नभए खान्न ओके थ्याङ्क यू